आज म तपाईलाई हाम्रो गाउँको सबभन्दा अनौठो तर अत्यन्त रमाइलो घटना सुनाउन गइरहेको छु। हाम्रो गाउँमा भोलाराम नामको एक नेता थिए। उहाँको विशेषता भनेको काम भन्दा भाषण, योजना भन्दा बाचा अनि रिपोर्ट भन्दा सेल्फी धेरै। एक दिन गाउँलेहरूले भोलारामलाई भेटेर भने, नेता साहब 5 वर्ष भयो तपाईले बनाइदिने भन्नुभएको पुल अझै बनेन। अब त पानीमा हाम फालेर तर्नुपर्छ। भोलाराम अलि तर्सिए। गाउँलेहरू नराम्ररी रिसाएका देखेपछि उनले भन्न थाले, बुबा अहिले नै पुलको काम सुरु हुन्छ। मसँग मैजिकल प्रमिस मेसिन छ। बस एउटा बटन खिचेपछि सब काम टन्नै हुन्छ। सबै गाउँलेहरूले आश्चर्य माने। मैजिकल मेसिन भन्दैमा सबै भोटरहरू रमाए। अब त हाम्रो गाउँ पनि सिङ्गापुर बन्छ होला भनेर सबैले हात ताली थपे। भोलारामले ठूलो नाटक गर्दै आफ्नो झोलाभित्र हात हालेर एउटा सानो रिमोट निकाल्छन्। रिमोटमा एउटा मात्र बटन जसमा लेखिएको थियो, कमिङ सुन। गाउँले यो के हो नेता साहब? भोलाराम, यो बटन थिचेपछि सबै विकास कमिङ सुन हुन्छ। गाउँले, तर कहिले आउने? भोलाराम, त्यो त अर्को बटनमा हुन्छ। तर त्यो बटन अहिले मसँग छैन। सबै हाँस्न थाले। एकजना हजुरबुवाले भनिदिनु भयो, ए भोलाराम, तिमीले हाम्रो गाउँलाई नेटफ्लिक्सको सिरिज बनाइदियो, हर कुरा कमिङ सुन मात्र। भोलाराम अझै ढोङ्गी मुस्कान छोड्दै भने, चिन्ता नगर्नुहोस्, अर्को चुनाव आउँदा म घर घर आइदिन्छु। त्यसबेला अर्को बटन पनि ल्याउँछु जसमा लेखिएको हुन्छ, वर्क इन प्रोग्रेस। गाउँलेहरू झन् हाँसे। एकताले त भने, हामीलाई अब नेताको कमिटमेन्ट होइन, क्यास न डेलिभरी चाहिएको छ। अन्त्यमा भोलारामलाई सबैले चिया खुवाए, हाँस्दै हाँस्दै घर पठाए, तर तय गरे अब गाडिसमा कुनै मेसिन होइन, काम गर्न सक्ने मान्छे चाहिन्छ। र यस्तो गर्दै हाम्रो गाउँमा मैजिकल प्रमिस मेसिनको कथा टिकटकमा भाइरल भयो।